यहाँ गेटको अगाडि चाहिँ यो छ, यो 2800 के भन्ने फर्मल प्यान्ट हो। यो पुरै तीनटा, एउटा दुईवटा अनि यो तीनटा 28 को साइज हो, कलर मिक्स छ। अनि यो 31 को बन्डल, 30 को बन्डल अनि यो 34 को बन्डल, यत्रो तीनटा बन्डल छ। यो चाहिँ सस्तो खाले, त्यो 2150 1300 सम्म बेच्न मिल्छ यिनीहरू चाहिँ। अनि यता चाहिँ महँगो खाले छ। यसमा महँगो खालेमा चाहिँ यो नेग्रो डेनिमको 2800 ट्याग रेट हो। यो चाहिँ 1800 1700 सम्म बेच्न मिल्छ। दुईटा बन्डल मात्र छ यसको दुईटा बन्डलमा चाहिँ यहाँ 29 देखि 31 सम्म यहाँ छ। 32 र 34 चाहिँ यहाँ छ, दुईटा बन्डल। यो तलको सेलको सामान है, यो नचलो। एउटा दुईवटा यति तीनटा लाइनको। यहाँसम्म त फर्मल प्यान्ट हो हैन। यतादेखि यहाँ चाहिँ तिमीलाई के छ भने यो दुईटा ट्र्याकको बन्डल छ। पहिला त यो ट्र्याक चाहिँ कस्तो ट्र्याक हो भने यस्तो ट्र्याक हो। यो साइडमा लाइनिङ भएको यस्तो ट्र्याक हो। यो र यो कलर आएको छ, यसकै बन्डल हो। यो चाहिँ दिदीले चाइनाबाट ल्याउनु भएको 1250 होलसेलको। खासै बिकेको छैन, सकेसम्म 1500मै हालिदेऊ, कटाउन खोज्छ हैन। यो दुईटा चाहिँ। अनि एउटा यो स्टक फर्मल प्यान्टको बन्डल छ। यो स्टक फर्मल प्यान्ट चाहिँ यो यस्तो खाले स्टक फर्मल प्यान्ट हो। खासै साइज छैन, यो 34-34 मात्र छ। यो नछुँदा नि हुन्छ यो बन्डल। त्यसपछि यता चाहिँ यो स्लिप भेस्टहरूको बन्डल छ। यहाँ चाहिँ साइज अनुसार रहेछ, एक्सएल, डबल एक्सएल, 3XL तीनटा बन्डल छ। यो चाहिँ कस्तो स्लिप भेस्ट भन्दा यो लाइनको स्लिप भेस्टहरू छ नि, यिनीहरूको सब साइज यहाँ छ। यस्तो स्पोर्टीमा पनि एक पिस मात्र होला, अरू सब ह्याङ्गिङ छ। अरूको साइज भन्दा नि साइजहरू चाहिँ यहीँ छ, भएको जति यही हो, अरू कहीँ छैन। अनि यो स्लिप भेस्टको साइडमा चाहिँ यो पहिला त यो लिनिन ट्र्याक छ, लिनिन ट्र्याकहरू छ। यहाँ भरको लिनिन ट्र्याक यही लाइनमा छ। कस्तो आएको छ भने लिनिन ट्र्याक चाहिँ यस्तो आएको छ। यो ट्युनर डेनिम भन्ने छ एउटा, गोजीमा चेन भएको। यो चाहिँ कति 2350, हाम्रो 2350 को ट्याग, हाम्रो 1150 को तीनटा कलर आएको छ है। अब यो चाहिँ बन्डलै छ। यहाँ बन्डलमा चाहिँ सानो साइज मात्र छ, लार्ज र एक्सएल, डबल एक्सएल जति खुल्लामा छ। अनि 3X त्योभन्दा ठुलो आएकै छैन। अनि दोस्रो कुरो यो सर्ट पनि छ। यो सर्ट चाहिँ खासै पिस छैन, 2 पिस यहीँ छ। अनि ह्याङ्गिङमा 2 पिस छ भनौँ न। यो सर्ट यो 2850 को सर्ट हो। 28 अरे 2650 को सर्ट हो, 1300 हाम्रो हो। 2 पिस ह्याङ्गिङमा, 2 पिस त्यहाँ छ। अनि यसको साइडमा टी सर्टहरू छ। यो चाहिँ कस्तो टी सर्ट भने ब्याक प्रिन्ट टी सर्ट टन्ने आएको छ। यस्तो ब्याक प्रिन्ट टी सर्टहरू यो लाइनको, यो लाइनभरि ब्याक प्रिन्ट टी सर्ट छ। ब्याक प्रिन्ट टी सर्ट छ। यहाँ यसको साइजहरू चाहिँ यहीँ हो। यहाँ साइज कसरी राखेको, तीनटा बन्डल रहेछ। 3XL देखि माथिको 3XL 4XL को एउटा बन्डल छ, डबल एक्सएल को एउटा बन्डल छ, अनि त्योभन्दा सानो साइजको एउटा बन्डल छ। अनि यहाँ चाहिँ जिन्स ज्याकेटहरूको साइज रहेछ है। यिनीहरू जिन्स ज्याकेटहरू छ नि, खासै साइज चाहिँ छैन हैन, त्यही पनि भएको जति। अब यही लाइन हो, योभन्दा अरू कहीँ छैन जिन्स ज्याकेट, अलिअलि मात्र छ साइजहरू पनि। अब यहाँ माथि चाहिँ कस्तो, यहाँ सबै प्रायः सर्टहरू छ। यो पुरै लाइन त्यहाँदेखि यहाँसम्म है। यो कस्तो सर्ट भन्दा यस्तो सर्ट, त्यो यस्तो ग्लसी कटनको सर्ट है। यो कति हाम्रो 1100 या 1050 परे हो, 1400 सम्म बेच्न मिल्छ। यसकै प्रायः साइजहरू यहीँ छ। कुनै चाहिँ प्रायः साइज चाहिँ तलै छ, तलै पसल जानुपर्छ। अनि यहाँ बिचमा चाहिँ अरू ठाउँ सर्ट छ। अनि यहाँ बिचमा चाहिँ टी सर्ट रहेछ। कुन कम्पनीको टी सर्ट भन्दा यो डुअल डेनिम लेखेको छ नि, यो कम्पनीको टी सर्ट। यो कलर आएछ। यो चाहिँ प्लेन लोगो सोगो नआएको, यो कलर आएछ। अनि अर्को चाहिँ यो आएछ। यो चाहिँ 2480 को छ, यस्तो डिजाइन भएको। यो चाहिँ 1500 सम्म बेच्न मिल्छ। यो चाहिँ 1860 को, यो चाहिँ 1200 सम्म बेच्न मिल्छ। अनि तर यिनीहरूको खासै साइज छैन, साइज सकिसक्यो। त्यो पनि अलिअलि हेर्नु छ भने साइजहरू यहाँ ल। अब चाहिँ गोदाम है।
गोदाममा चाहिँ यस्तो छ है, यस्तो साँघुरो छ। अब बाहिर एक पिस जुत्ता रहेछ। अब यसको अर्को खुट्टाको यहाँ रहेछ, यहाँ माथि यो दुईवटा लाइन हो, एउटा यो र यो। अब यहाँ माथि चाहिँ महँगो जुत्ता छ, टिभिएलको छ भन्नाले महँगो स्निकर्सहरू टिभिएलको लाइन 7को जति पनि 3000 3500 4000मा बेच्ने जुत्ता छ, सब माथि छ। अनि यहाँ भनेको सस्तो जुत्ता त्यो 2 स्निकर्सहरू भयो, यस्तो स्निकर्स यो 2500सम्म बेच्न मिल्ने, 2500 300 2300सम्म बेच्न मिल्ने। अनि यो 1800 2000सम्म बेच्न मिल्ने यस्तो जुत्ता सस्तो जुत्ताहरू यहाँ छ। त्यसको अर्को खुट्टाको उतापट्टिको अर्को खुट्टा, त्यहाँबाट जुत्ता हेर्ने अनि यहाँबाट जोडी झिक्ने, माथि महँगो खाले यहाँ सस्तो खाले। अनि यहाँ तल चाहिँ स्टक चप्पलहरू छ, प्रायः स्टक चप्पल भन्नाले ठुल्ठुलो साइज यो स्निक के भन्छ यसलाई, यो क्रक्सहरू यस्तो चप्पलहरू ठुल्ठुलो साइज 44 43 साइजहरू यस्तो मात्र छ यहाँ तल चाहिँ चप्पलहरू। अनि यो झुन्डाको सामान चाहिँ जाडोको सामान हो, यो नचलाउ। यो पनि तल यो सेलहरूको सामान हो, जाडोकै सेलको सामान हो। यहाँ पछाडि प्यान्ट छ, यो पनि सेलको प्यान्ट हो, अरू केही नआएर यो तल्लोभरि जाडोकै सामान हो। यहाँ मुनि फुल मुनि जाडोको सामान हो, यो चल्ने जाडोको। उत्तो कुनाको झोलाहरू पनि त्यो सेलको जाडोको सामान हो, सेलको जाडोको। अनि यहाँ माथि चाहिँ के ब्लेजरहरू छ, यस्तो ब्लेजरहरू छ 1 2 3 4 5 वटा पिस छ यहाँ माथि ब्लेजर चाहिँ। अरू केही नचलाउ, यिनीहरू खोदाल्दै नखोलाएर यत्तिकै झन्झट हुन्छ होइन। यो पनि सेलको सामान हो जाडोको। अनि यति हो यो जहिले यहाँ चाहिँ जहिले खाली राख्नु, न त जुत्ता झुक्न गाह्रो हुन्छ, यहाँ सामान नराख्नु। मैले यताको त भने है। अनि एउटा यो यस्तो झोला छ, यो झोला यहाँ हुन्छ, यो झोलामा चाहिँ ग्याम्बलहरूको त्यो साइजहरू छ, ग्याम्बल चप्पल। अनि यस्तो चप्पलहरूको सावर चप्पलहरूको साइज छ। यो चाहिने चप्पल यहाँ नमिसियोस् भनेर चाहिँ, यहाँ मिसियो भने फेरि खोज्न गाह्रो हुन्छ, यिनीहरूसँग मिसियो भने। यहाँ छुट्टै झोलामा छ, तिमीले तलबाट यहाँ सक्यो भने तलबाट ल्याउने, यहाँ हाल्ने, अनि यहीँबाट झिक्न सजिलो हुन्छ। यो अरू चाहिँ नचलाऊ है, यो तल नचलाऊ, उता कुना यो पनि निकाल्ने काम नगर, उता कुना पनि निकाल्ने कामै नगर। सब जाडोको सेलको। अनि यो पुरानो प्यान्टहरू बाहिर जति छ पुरानो प्यान्ट बाहिर बेचेपछि यो निकाल्ने। अनि अब कुरो यहाँको भयो, यहाँको कुरो पहिला कहाँदेखि सुरु गर्नु, पहिला यहाँ माथिदेखि हेरेर। यहाँ चाहिँ क्याप छ है झुन्डेको, यहाँ ढोकाको यो माथि यो क्यापहरू, क्यापको एक्स्ट्रा क्यापहरू हो, बाहिर छन त छ जति छ क्याप। अब ट्र्याकदेखि सुरु गरौँ न। यहाँ ट्र्याक छ, यो कुन साइजको ट्र्याक भने एक्सल साइजको ट्र्याक हो यो चाहिँ मिक्स, त्यो सस्तो खाले 1950को ट्र्याक 1300सम्म बेच्न मिल्छ, 1300 1200सम्म बेच्न मिल्छ। यसमा चाहिँ कलर मिक्स छ, एक्सेल साइज यहाँ माथि छ, यो यहाँ माथि हुन्छ। अनि यसको अरू साइज चाहिँ यहाँ छ, डबल एक्सेल यहाँ छ तल भुइँमा, अनि लार्ज साइज यहाँ छ, लार्ज र डबल एक्सेल यहाँ, अनि एक्सेल यहाँ हुन्छ। अनि यो कुन्नामा चाहिँ हाफ ज्याकेटहरू छ। हाफ ज्याकेट कस्तो हाफ ज्याकेट भन्छ भने यस्तो हाफ ज्याकेट, यो 3टा कलर आएको छ, साइजहरू पनि छ। यहाँ यसो स्लिप बेस्टकै पछाडि हुन्छ यो झुन्डेको, यसकै त्यहाँ साइजहरू जति छ, यही साइजहरू सब यहाँ छ हाफ ज्याकेटको चाहिँ। अनि यो माथिल्लो लाइनको भने अब तल्लो लाइनको चाहिँ यहाँ चाहिँ ट्र्याक सेटहरू छ, त्यो गेकियोको ट्र्याक सेट, अनि यो कटनको ट्र्याक सेट, यस्तो कटनको। यो चाहिँ यो 2टा लाइन नै, यहाँ माथि यो पुरै लाइन नै ट्र्याक सेट हो। अनि यहाँ तल चाहिँ अब बक्स प्यान्ट छ, बक्स प्यान्टको 34 साइज छ, 2टा, यो 34 साइज, यो पनि 34 साइज, यो फुल बक्स प्यान्ट एआरडीको, कलरहरू मिक्स छ, 34 साइज छ। अनि यहाँ कुनामा चाहिँ म के भन्दै थिएँ हो, त्यहाँ कुनामा चाहिँ यस्तो स्पोर्टी ट्र्याकरको बन्डल छ, एनबी कलरहरू टन्नै छ है, यस्तो साइडमा जाली भएको। यो चाहिँ 1950को 1300 1200सम्म बेच्न मिल्छ। यस्तो तल जगर छु, तर सबै जगर छु,
यस्तै ट्र्याकहरू यहाँ मुनि जति छ यो लाइन नै त्यो ट्र्याकको कलर मिक्स छ, साइज मिक्स छ। यो साइज हेरी बन्डल हो, कलर चाहिँ मिक्स छ। यहाँबाट झिक्दै बेच्ने त्यो बेच्ने भाइ। अनि यहाँ 34को एआरडीको बक्स प्यान्ट। अनि एआरडीको बक्स प्यान्ट अरू कहाँ छ भन्छ भने यहाँ छ। यहाँ पनि 31, 30, 30, 29 अनि 31 र 32 यहाँ साइज अनुसार बन्डल छ भन न, तिमीले आफै बेच्ने बेला भेट्छौ। बन्डल अनुसार साइज चाहिँ यहाँ चाहिँ 34 मात्र छ। अनि यहाँ तल चाहिँ ज्याकेटहरू छ। यो लाइन चाहिँ तिमीले एकचोटि मजाले खोदाला भन्दा निकालेर हेर। यो लाइन त सब भन्न साध्य छैन। लेदर ज्याकेट, त्यो विन्ड चिटरहरू, फ्यान्सी ज्याकेटहरू छ यहाँ। यस्तो भयो। यस्तो सावर ज्याकेटहरूको 1-2 पिस साइज कट छ है, सबको साइज कट छ। लेदर ज्याकेटमा पनि ठुलो साइज मात्र छ, डबल एक्सएल 3XL। यसको यो र कालो डबल एक्सएल 3XL मात्र छ। अनि यस्तो विन्ड चिटर ज्याकेटहरू छ नि, यो 2500-2600सम्म बेच्न मिल्ने। यस्तो भयो अनि यस्तो भयो। यसको साइजहरू चाहिँ त्यहीँ छ। अनि यो एउटा यस्तो आछ, यो जिन्स ज्याकेट नभनौँ, विन्ड चिटरमा जिन्स एट्याच्ड भएको हो। यसको नि बन्डलै छ त्यहाँ। तिमीले एकचोटि यो चाहिँ खोदाली नै हेर्नुपर्छ। यो चाहिँ यसरी खोदाले आफूलाई थाहा हुन्छ तिमीलाई। गोदाममा त भइगयो। यहाँभित्र यहाँ बेल्ट रहेछ। यहाँ चाहिँ प्यान्ट स्ट्रेट र चुज मिक्स छ। अब यो लाइन चाहिँ यहाँ नलेखेको लाइन चाहिँ सेलको हो। यहाँ 29 साइजहरू छ। त्यो सेलको हजारमा बेच्ने प्यान्ट यस्तो प्यान्टहरू है। अनि यहाँदेखि 29को 30को एसटी फिट भने स्ट्रेट फिट, 31 स्ट्रेट फिट, 31-32 चुज, 32 स्ट्रेट फिट, त्यसै छ। 34 चुज फिट स्ट्रेट फिट लाइन। यो स्ट्रेट र चुजको यहाँदेखि यहाँसम्म हो। अनि यहाँ माथि चाहिँ सब प्रायः सेलको प्यान्ट हो। यहाँसम्म चाहिँ सेलको प्यान्ट हो। यो पुरै बेली साइज हो, बेली प्यान्ट हो। 34, 36, 32 त्यस्तै छ। सब सेलकै हो, हजारमा बेचिँदा हुन्छ होइन। अनि यहाँदेखि चाहिँ त्यो सेलकै 28को सेलको छ यो पुरै लाइन। यो 29को सेलको हजारमा बेचिँदा हुन्छ। हेरी कुनै 700मै बेचिँदा हुन्छ। स्थिति हेरी अनि यो 30 साइज, 31 अनि 32 साइजको छ। यो चाहिँ हजारमा बेच्ने प्यान्ट माथिको लाइन। अनि यतापट्टिको चाहिँ यो चाहिँ बक्स प्यान्टहरू हो, प्रायः जिन्समा बक्स इलास्टिक भएको यो बन्डलहरू चाहिँ त्यस्तै छ। यहाँ तल यो कटन प्यान्ट भएको, कटन प्यान्टको 29, 30, 31, 32, 34, 36। अनि यहाँ चाहिँ लेनिन ट्र्याक छ। यस्तो लेनिन ट्र्याकहरू यहाँ छ। यो लाइन राख्ने हो। अनि ब्यागी चाहिँ यति लाइन हो, 28को, 29को, 30को, 31, 32, 34 ब्यागी। अनि ब्यागीको यो भइगयो। अब तल ट्र्याकहरू भइगयो, यता फर्मल प्यान्टहरू भइगयो, फर्मल प्यान्ट यता। अनि यहाँ चाहिँ ट्रेकिङ ट्र्याकहरू छ। ट्रेकिङ ट्र्याकहरू मिक्स कलरहरू सब छ। यहाँ इन्भर्टर चाहिँ नचलाऊ है, यो करेन्ट ला भर्खर मलाई पुरै के भएको, यो कुहिसकेको छ यहाँ। पानी निक्ले त। इन्भर्टरको यहाँदेखि यहाँ लाइनसम्म नचलाऊ। यहाँमा प्लास्टिक सास्टिक खोदिदिन्छु। यिनीहरू सब ठाउँ भने अब यहाँहरू यो मार्टिन 1 पिस छ कफीमा। अनि ब्ल्याकमा यस्तो डब्बाहरूमा, यहाँ त्यही कतै डब्बाहरूमा 2 पिस मार्टिन छ होला कालोबाट। कफीमा 1 पिस, त्यस्तै 3 पिस जति छ होला मार्टिन चाहिँ। मार्टिन अरे यो चेल्सी। अनि मार्टिन चाहिँ 1 पिस मात्र छ, यही कलर। यो माथि अर्को खुट्टाको, तल अर्को खुट्टाको, यही 1 पिस हो मार्टिन चाहिँ। अनि चेल्सीमा चाहिँ 3 पिस छ, कफी एउटा, 2टा ब्ल्याक। यो अन्डरवेयर भएको सेटको। यो सु क्लिनर, यसलाई के भन्छ, पलिस, यो 250को यो भइगयो। यो खाली डब्बा हो, यसो सोको लागिरहेको। अनि यहाँ जार छ। अनि यो तलको लाइन छ नि,
यो तलको लाइनमा तिमीले हेर्ने भनेको यो लाइन मात्र हो, यो अनि यो लाइन मात्र, यताबाट यता लाइन, यो लाइनमा यस्तो भिन्टेज टी सर्टहरू चाइनाबाट ल्याउनु भएको दिदीले, त्यसको साइजहरू छ। अनि यो नाइकको साइज छ, यस्तो नाइक टी सर्टहरूको साइज छ। यो कस्तो टी सर्ट हो भने यो हो यस्तो, यो टी सर्टहरू, यो टी सर्ट यस्तो भिन्टेज चाइनाबाट ल्याएको, यो कलर अनि यस्तो हरियो कलर, यस्तो टी सर्टहरू छ त्यहाँ बन्डल। अनि अर्को नाइकको बन्डल छ, त्यो नाइकको बन्डल चाहिँ यो हो, यो यसकै कलरहरू, यो 1850 को हो, 1200सम्म बेच्न मिल्छ। यसमा यो कलर ग्रे कलर, यस्तो ग्रे कलर छ, यो नाइक रातो छ, यो हरियो पनि त्यसकै हो, मैले जुन ठाउँ देखाएको थिएँ नि अघि हो त्यहीमा सब छ यिनीहरू। हरियो यस्तो खैरो पनि छ होला, यो खैरो खै यो नाइक, यो लाइन त बन्यो अब है, नाइकको र यो भिन्टेज टी सर्टको लाइन। यता गल्तीले पनि सामान नराख है, मैले यस्तो झोलासोलाले छोपिदिएछु, ओहो बिजुक छ। अनि यहाँ माथि यसलाई के भन्छ, यसलाई सेन्डो अन्डरवेयर यता भइगयो। अनि यो यसमा जर्सीहरू, यहाँ जर्सीहरू छ यता चाहिने पनि, अरू यो सत्ती छ यता। अनि यो बाइक यता छ नि, यो प्राइस सेल टी सर्ट हो, यिनीहरू खोदालेर बेच्छौ भने बेच, यति चाहिँ खोदालेर बेच्छौ भने यहाँ मुनि म चाहिँ अलिअलि गर्दै बेच्दै थिएँ, त्यही हो। अनि यहाँ चाहिँ क्यापहरू बेल भएको, यो क्याटको ब्याग भएको, यो क्याटको ब्याग 4000, हाम्रो कति 2800 होलसेलको 3500 4000सम्म बेच्ने। अनि अब यो लाइन चाहिँ जति पनि त तन्किने खाले टी सर्ट छ, सर्टहरू छ हाफमा, यो लाइनभरि पुरै लाइन यो के भन्ने यसलाई, यस्तो टी सर्टहरू, यस्तो सर्टहरू, हाफ सर्ट, यस्तो हाफ सर्ट र यस्तो फुल सर्टहरू, यो फुल सर्ट छ नि, यस्तो सबै त्यही लाइनमा छ। मिक्स भन्दा नि बन्डल बनाएर राखेको छु, तिमीले यसो खोदाली हेर त्यहाँ चाहिँ। अरू अब यो माथि त सब त्यही भएको होइन। अनि यहाँ तल चाहिँ ट्रेकिङ ट्र्याक छ, यो दुईवटा ट्रेकिङ ट्र्याकको बन्डल, यो बन्डल ट्रेकिङ ट्र्याक, यहाँ रहेछ नि ट्रेकिङ ट्र्याक, यहाँ माथि यहाँ रहेछ नि ट्रेकिङ ट्र्याक हो, यो बन्डल चाहिँ यहाँ छ। अनि यहाँ चाहिँ कटन प्यान्ट 32 साइज मात्र छ है, यो एक बन्डल 32 साइज छ। अब अरू साइज चाहिँ यसको सब यहाँ खुल्लामै छ, भयो खुल्लामै छ। यहाँ चाहिँ 32 साइज मात्र, कलरहरू यही छ। अनि यो चाहिँ त्यो सेतो आछ, सेतो आथ्यो उहिले अहिलेसम्म गएको छैन, 1950 को, यो 1200सम्म बेच्न मिल्ने सस्तो खाले ट्र्याक, तर फुल वाइटमा हो, यो फुल वाइट। यहाँ 1 2 3 4 5 पिस छ यसको, यो पनि अब यो नखुल्ला सोमा नराख, या मान्छे खोज्न आयो भने यसो देखाउ प्याकिङबाटै। अनि यहाँ त्यसको साइडमा यो ज्याकेट छ, यो कुन ज्याकेट हो भने यो ज्याकेट हो, गियर अफ जिन्स भन्ने। यहाँ बिचमै झन्डा छ, यो 5वटा कलर आएको छ, 1 2 3 4 5वटा कलर, यस्तो साइडमा जगर्स आएको। यसको साइजहरू, यो 5वटाको साइजहरू यहीँ हो, साइज अनुसार रहेको छ। यो एक्सएलको साइज, यो लार्जको साइज होला, यो डबल एक्सएलको साइज होला। अनि यहाँ छेउमा ट्र्याक छ, कुन ट्र्याक भन्दा यस्तो ट्र्याक्सहरू खै, यस्तो जगर्समा फुल ब्ल्याक, यस्तो जगर्समा 1950 को, त्यही 1850 1950 को 1200सम्म बेच्न मिल्छ। यो लाइन नै त्यही ट्र्याकको हो। अनि अरू केही भन्न छ अब यहाँ भित्रभरि भनिसकेँ मैले। अब यो तल चाहिँ नखोदाल, यता नखोदाल भन्दा सेलको सामान हो,
सेलको सामान हो। यहाँ सेलको सामान अनि लास्ट पिस सामानहरू तिमीलाई बेच्नु छ भने खोतालेर बेच। मेन भने यही हो त्यो साइजहरू। अरू अनि यस्तो नेकेडको यो लाइनिङ भएको टी सर्ट छ नि, यस्तो 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 डिजाइन भएको। यो यहाँ केही लेखेको छ तर यो 2500 हो खासमा, ट्याग 1250 हाम्रो हो। सकेसम्म 1700सम्म बेच्ने, 1700सम्म बेच्न मिल्ने। यो कलर अरू कुन यो कलर एउटा हरियोमा नि आएको छ। यसको अरू 5वटा कलर जति छ यस्तो डिजाइनमा। यसको बन्डल चाहिँ यहाँ थप्यो है। यहाँ अघि लेनिन ट्र्याक र सर्ट मात्र थियो, लेनिन ट्र्याक र सर्टहरू। अब यो नेकेडको यसको त्यो नेकेड टी सर्टको बन्डल यही छ ल। यो यस्तो प्लेन टी सर्ट, पोलोको प्लेन टी सर्ट। यस पछाडि केही लोगो छैन, अगाडि यस्तो लोगो छ, हातमा यस्तो लोगो छ। यो नि 1850 को। यसको चाहिँ साइजहरू छ। यसको साइजहरू कहाँ भन्दा यो प्रिन्टेड टी सर्ट हो नि, यसको यहाँ जिन्स ज्याकेट छ नि, जिन्स ज्याकेटको माथि यसो यता मिक्समा हाल्नु भनेर यता राखेको। यसमा कलर त्यो सेतो भयो, यो हरियो भयो, त्यो क्रिम अनि सेतो सेतो टाइप आएछ अनि हरियो आएछ। जो ह्याङ्गिङमा चाहिँ क्रिम मात्र छ। हो यसको साइजहरू चाहिँ यही छ है। तिनीहरू भने अब यता नि भयो, यता नि प्राय भयो, गोदाम भयो। अब यहाँदेखि सुरु गऱ्यो। अब यहाँ पछाडि चाहिँ के छ भने यस्तै विन्डसिटरहरू, साइज कट विन्डसिटरहरू छ। सिङ्गल लेयर पनि छ, डबल लेयर पनि छ। यहाँ पछाडि चाहिँ बेच्ने बेला कहिलेकाहीँ खोताल्दै बेच्ने, पछाडि चाहिँ साइज अनुसार रहेछ। अनि अगाडि चाहिँ पहिला अगाडिको कुरा गरौँ। यो अगाडि चाहिँ जिन्सको बक्स प्यान्ट, जिन्समा बक्स भएको छ। साइज चाहिँ ठुल्ठुलो छ। यिनीहरू पनि साइज कट, अस्ति सागाले 2 बन्डल पठाएको थियो साइज कट, त्यही हुन् 2टा। अनि यो हाफ प्यान्ट है, एउटा 2वटा 3वटा, यो 3वटा हाफ प्यान्ट बक्समा नि छ, प्लेनमा नि छ, पुरानो पनि छ, नयाँ पनि छ, सबै यही लाइन हो। अहिले चाहिँ मिलाएको छैन साइज अनुसार। यो चाहिँ 3टा लाइन चाहिँ मिलाउने, यत्तिकै खुल्ला छ। मैले के भन्दै थिएँ, यो जिन्सको फुल बक्स प्यान्ट यो साइज कट छ। अनि यो 1 2 3वटा हाफ प्यान्ट हो, मिक्स छ है। यो बक्समा र प्लेनमा मिक्स हो यो 3टै। अनि अस्ति बन्डल बनाएर आएको थियो साइज हिसाबले। अब देखाउँदा कस्टमरलाई यति खुल्ला छ। यो 3टा चाहिँ साइज अनुसार बन्डल बनाउन बाँकी छ। अनि यसको छेउको यो लाइन चाहिँ 36 को कटन प्यान्ट हो। यो सबै यहाँ पनि 2टा बन्डल हो, यो र यो 36 को कटन प्यान्ट हो। यो ल्याउनु होला। यो ब्यागहरू हो, यो लाइन र यो लाइन चाहिँ स्कुल ब्याग अनि ल्यापटप ब्यागहरू। अनि त्यो यो के भन्छ कोबियुको यस्तो ब्यागहरू भन्नाले ह्यान्ड ब्यागहरू यस्तो साइज सब छ यिनीहरूको चाहिँ। साइज सानो ठुलो यही लाइन हो। एउटा लाइन यो, एउटा लाइन, 2टा लाइन हो। कलायो। अनि यो चाहिँ के भने स्वेट सर्टहरू, अलिक पुरानो स्वेट सर्टहरू लाइन यो हो। यो चाहिँ स्टक साइज छैन, यो चाहिँ बेच्ने कटन सामान। अनि यहाँ चाहिँ सिङ्गल लेयर विन्डसिटर छ, सिङ्गल लेयर विन्डसिटरको लाइन यो। यस्तो सिङ्गल लेयर विन्डसिटर यो नयाँ आएको हो, 3050 को, 2019मा बेच्दा नि हुन्छ। एउटा यो कलर छ, एउटा यो कलर छ, अनि एउटा निलो टाइपको कलर चाहिँ कहाँ भयो, यस्तो कलर छ एउटा चाहिँ डबल। 3टा कलर हो। यसको साइज सब यहाँ छ। अनि यो चाहिँ अब टी सर्टको यो कलर टी सर्टको लाइन। यस्तो नयाँ कलर टी सर्टहरू छ नि, जस्तै यो भयो, यो डेनिम मार्कको, यो कति 2150 को 1400 बेच्न मिल्छ। अनि यस्तो यो 2800 खाले यो पोलोको हो। यो 2टा कम्पनीको छ। यो चाहिँ 2800 को 2सम्म 1800 बेच्न मिल्छ। यो चाहिँ यसको र त्यसको यो लाइन हो नि। अनि यो लाइन नहेर्दा हुन्छ। यो पनि त्यो कटन प्यान्टहरू ठुल्ठुलो 36-34 साइजहरूको। अनि यो लाइनमा चाहिँ विन्डसिटर छ। यो चाहिँ विन्डसिटर हो। विन्डसिटर भन्नाले कस्तो विन्डसिटर भन्दा फ्यान्सी विन्डसिटर, फ्यान्सी आउटर टाइप विन्डसिटर यो भयो। अनि यसको तल चाहिँ यो हाफ कट्टुहरू छ, यो चाइनाबाट आएको महँगो खाले हाफ कट्टु। इनर भएको नि यही छ।
इनर नभएको नि यही छ। यो 1750 1450 ट्याग भएको 1200-1200सम्म बेच्न मिल्ने। अनि यसको माथि यो छ। अनि यो लाइन चाहिँ ज्याकेटहरूको त्यही आउटर ज्याकेट, इनर ज्याकेट, यो जिन्सको ज्याकेट छ, जिन्सको ज्याकेटहरू। अनि यो कलरहरू त्यसकै छ। अनि यसको साइज पनि छ है। यो ज्याकेट छ नि, यो कति 3450 कि 3650 को ट्याग भएको। यसमा यो कलर र यो तीनटा कलर आछ। यो तीनटै कलरको साइज यहाँ छ, बन्डलै छ। अनि अरू त्यही विन्डसिटर टाइप ज्याकेटहरूको साइजहरू छ। अनि एउटा डबल लेयर मैले यहाँ झुन्डाएको छु है। एउटा, दुईवटा, तिन, चारवटा यहाँ झुन्डाएको छु। यसकै तल यहाँ तलपट्टि साइजहरू यसकै छ। थाहा चाहिँ साइज चाहिँ छैन, तर साइज अलिअलि चाहिँ छ यहाँ। तिमीले यो लाइन चाहिँ खोदाल्नै पर्छ, यो लाइन र यो लाइन, यो दुईवटा विन्डसिटरको लाइन चाहिँ खोदाल्नै पर्छ, तिमीलाई यसो अन्दाजा हुन्छ। त्यसपछि यो माथि राखेका सामानहरू चाहिँ सब प्यान्ट हुन्। यहाँ चाहिँ अर्कै सामान छ। यहाँ चाहिँ टी सर्ट छ। कुन टी सर्ट भन्छ भने यो लाइनमा राखेको, यो लाइनमा राखेको डोल डेनिम त होइन, यस्तो नाइक टी सर्टहरू ओरिजिनल नाइक के भन्ने अब यस्तो 2050 2150 को नाइक पाएछ। यस्तो भएको टी सर्टहरू त्यहीँ छ। नाइकको, एडिडासको, अन्डर आर्मरको के छ, सब त्यहीँ छ। यसमा रातो कलर पनि छ, हरियो कलर पनि छ। यो बन्डल यहाँ माथि छ, वाइट कलर पनि आएको छ यसको। अनि यसको छेउमा चाहिँ सबै चुज प्यान्ट हो। चुज प्यान्ट यसको चुज प्यान्ट, यो चुज 31 को बाहिर ल्याएछ। यहाँ चाहिँ चुज प्यान्ट छ। यो लगभग यहाँ सबै यता सबै चुज प्यान्ट हो। साइज बाहिरै ल्याएछ, साइज अनुसार बन्डल छ। अनि यहाँ चाहिँ सबै स्ट्रेट प्यान्ट हो। स्ट्रेट प्यान्ट साइज बाहिरै ल्याएछ, यस्तो प्लास्टिकमा ल्याएछ 31-32 को बन्डल भनेर। अनि त्यहाँदेखि यहाँसम्म सबै ब्यागी प्यान्ट हो। ब्यागी चाहिँ अलि झिक्ता मिक्स भएको छ, तर यतापट्टि प्रायः ठुलो हो 32-32। अनि यो 30हरू 28हरू यता हो। अनि यो म्यान डेनिमको प्यान्ट छ, बन्डलै छ। यो एक पिस अस्ति बेचेको थिएँ 2500 जतिमा। यो म्यान डेनिमको चाहिँ 1600 होलसेल हो। लेख्न त 4200 लेखेको छ समथिङ यहाँ ट्यागमा। यो पनि 2200-2500सम्म बेच्ने। यो चाहिँ खुल्लामा राखेको छैन मैले, मिक्स हुन्छ अरूसँग भनेर। यही छ बन्डल, यो माथि थपक्कमा। मैले सायद सब ठाउँ भनिसकेँ। यो पछाडि चाहिँ यो यति अगाडिको लाइन त भने, यो पछाडि चाहिँ विन्डसिटरहरू, यो विन्डसिटको तल विन्डसिटर तल विन्डसिटर, यस्तै विन्डसिटरहरू छ। यहाँ मुनि पुरा सेलको, गर्मीकै सेलको प्यान्टहरू, टी सर्टहरू छ। यहाँ भित्र चाहिँ प्रायः सेलको प्यान्टहरू, टी सर्टहरू छ। अनि अरू के भन्दा बाँकी छ, रेनकोटहरू यसरी गोदाममा झुन्डाएको छ। यहाँ यो त क्याप भइहाल्यो, बाहिरै ल्याएछ क्याप। अनि क्याप मैले सुटकेसभित्र नि हालेको छ है। यो सुटकेसभित्र चाहिँ भारी छ सुटकेस, यहाँभित्र क्यापै क्याप छ, सबै क्यापै क्याप छ सुटकेसभित्र, सानो सुटकेस। अब जुत्तातिर जाम। यो चाहिँ सुरु लाइनमा चाहिँ यो पसल नै अगाडि टिबिएलको 4000सम्म बेच्न मिल्ने जुत्ताहरू छ। यो प्रायः उतै छ साइज है यिनीहरूको। यो कुनै लास्ट पिस पनि हुनसक्छ। यसको चाहिँ मेरोमा एक सेट नै आएको थियो, अब 3 पिस बाँकी छ होला। एउटा यो, अनि अरू सेट यो कालो बक्साको यो दुईवटा 3 पिस छ। अनि यो किटो चप्पलहरू प्रायः यहाँ महँगो चप्पल राख्छौँ, अरू त बेच्यो। यता तलबाट ल्याएर राख्नुपर्छ। यहाँ यो दुईवटा बाँकी छ, यहाँ महँगो चप्पल। लाइन 7 को हाफमा नि आएको छ भन्नाले, अनि अर्को फुल यति फुल छ, अर्को फुलमा नि आएको छ। यो हाफ फुल चाहिँ 2600 होलसेल, हाफ चाहिँ 2500 होलसेल, सायद 2500 होलसेल होला हाफको। 2500 कि 2400 होलसेल, हाफको 2400 होलसेल, फुलको 2600 होलसेल। यो 300 बेच्न मिल्छ। यो 31-3200सम्म लास्ट बेच्न मिल्छ। कलरहरू यही लाइनको आएको हो। यसको साइजहरू चाहिँ प्रायः बेच्यो, नबेचेको यिनीहरू छ। यहाँ छ यो लाइन लाइन 7,
यही अगाडि लाइनतिर छ। अरू यो जीवनको नि आएको छ, यो 1400 होलसेल भएको यो भयो, यो नयाँ आएको हो। यो नयाँ आएको हो अनि यो नयाँ आएको, यो तिनटामा चाहिँ साइज छ। यो जीवन छ नि, यो जीवन रातोमा यिनीलाई तिनटामा चाहिँ साइज छ। अरू चाहिँ प्रायः लास्ट पिस भए पनि यो भयो यस्तो अनि यस्तो लास्ट पिस भए पनि सानो साइज छ यिनीहरूको चाहिँ। यो यस्तो पनि सानो साइज छ। यो चाहिँ सुरुमा देखौ कटाउनुपर्छ। अनि यो कार्डिगन पनि सब ठुल्ठुलो साइज मात्र छ। एक्सेल ठुल्ठुलो डबल एक्सेल साइज। अलि मोटो मान्छेलाई हुने, हाइट मान्छेलाई हुने। सानो साइज चाहिँ छैन। यिनीहरूलाई नै सानो हो त्यो बेच्नुपर्छ। भिडाएर बेच्यो यिनीहरू चाहिँ। पिस चाहिँ यति हो, प्याकिङमा छैन कार्डिगनको, तल पनि छैन। अनि यो ज्याकेटहरू जिन्सको मैले अघि देखाइगएँ, ज्याकेट राख्ने ठाउँ जतातिर। यो पनि यसको नि एउटा यहाँ छ। यो कति 57-50 के ज्याकेट हो। एउटा यहाँ, एउटा यो डमी ला छ। अनि यही कलर प्याकिङमा छ, मैले अघि ज्याकेट राखेको ठाउँ देखाएको ठाउँमा। अब ज्याकेटहरू चाहिँ तिमीले हेर, ज्याकेटको लाइन त्यो भयो, यो भयो। अनि यो चाहिँ लेदर र यो अनि यो चाहिँ लेदर र सावर ज्याकेटहरूको लाइन हो यो चाहिँ। अनि यो चाहिँ गेक्यूको आउटरको लाइन। यो चाहिँ सबै लास्ट पिस हो। गेक्यूको आउटर झुन्ड्या जति मात्र हो, यहाँ झुन्ड्या जति मात्र, अरू ठाउँ छैन। गेक्यूको आउटर झुन्ड्या जति हो। चाहिए भाइ यस्तो नयाँ सावरकोमा आएको छ, उता तल गएर ल्याएर बेच्ने नयाँ चाहिने भाइ। अनि यो दिदीले अस्ति पठाउनु भएको थियो, यो चाहिँ एक पिस यहाँ छ, यो 2 पिस। अरू यसको साइज चाहिँ तल छ। गेक्यूकै आउटरमा लाइनमा झुन्डाइदिएछु अन्त ठाउँ नभएर। यो भन्दै गएँ तिमीलाई, यो ज्याकेटहरू चाहिँ कता छ अरे। यो ज्याकेटहरू 1 2 3 5वटा कलरको यहाँ मुनि रहेछ भनेर भन्दै गएँ। यहाँनिर साइज अनुसार मिलाएर रहेछ। यो विन्ड सिटर पनि, यो ठुल्ठुलो साइज विन्ड सिटर यहाँ छ। 3XL 4XL होइन, ठुल्ठुलो डबल लेयर विन्ड सिटरहरू। यो मात्र सिङ्गल लेयर हो। यो चाहिँ पछाडि सबै डबल लेयर विन्ड सिटर। यिनीहरू पनि यो 3टा नयाँ हो। अरू सबै पछाडि यो सेलका हो। यो सेलका पहेँलो सहेँलो यो अजिब कलरको यिनीहरू पनि कटाउने सेलका हुन्। अनि यो चाहिँ सिङ्गल लेयर विन्ड सिटर। यसको साइज भन्दै गएँ तिमीलाई कहाँ छ, यहाँनिर छ। यसको साइज नि भन्दै गएँ, यसको साइज यहाँनिर छ। यो 3टाको 1 2 3वटा कलरको। अब यसको साइज नि भन्दै गएँ मैले। यो डबल साइड लाउन मिल्ने हो। यो साइड नि लाउन मिल्यो, यसको उल्टो साइड नि लाउन मिल्यो। यसको साइज नि यहीँनिर छ। अनि यो जिन्स ज्याकेटहरू झुन्ड्या पनि छन्। अनि झुन्डेको बाहेक अरू भनेको यहाँनिर छ, यहाँनिर अरू कहीँ छैन। यो 1 पिस यहाँ छ। अनि 1 पिस यहाँ छ। अरू सबै तल पसलमा छ दिदीकोमा। यसको अरू कलर पनि 1 पिस यसो मन पराए गयो भने तलबाट लिएर आउने। यो पनि 2 पिस मात्र यहाँ हो। यो पनि दिदीकोमा टन्ने छ भन्ने हुन्थ्यो। यो पोलोको योको प्राइस चाहिँ खै ट्याग छ कि छैन, 2250 लेखिरहेको छ। यही हो। यो पनि 2350 जतिको ट्याग हो। अरू यहाँ चाहिँ ग्लसी कटनको रहेछ। अनि अरू चिल्लो नि रहेछ। यो चाहिँ इनरहरू, यो चाहिँ इनरको लाइन हो, फुल बेस्ट। यहाँ कसरी मिस्टेक छ। यो चाहिँ पुरै इनरको लाइन हो। अब यो 1850 खाले चाहिँ, यो चाहिँ 1850 खाले चाहिँ यहीँ झुन्ड्या जति हो। 1 2 3 4 सब यहीँ झुन्डाइदिएको छु मैले। प्याकिङमा एउटा छैन। साइजहरू पनि यहीँ झुन्डेको जति हो। अनि यो चाहिँ कति 1100सम्म बेच्न मिल्ने खाले। यो चाहिँ फरक हो, कपडै फरक छ दुइटै, यसो छान्दा थाहा हुन्छ। अनि यो चाहिँ यसको चाहिँ 3-4वटा पिस मात्र छ। यो मैले यहाँ राख्दै आउँछु। यही ट्र्याकहरू, यो हाफ कट्टुहरूसँग राख्दै आउँछु। अरू सब यहीँ झुन्डेकै छ। हाफ प्यान्टहरू चाहिँ चप्पलहरूको यहाँ छेउमा राखिरहेको छु। हाफ प्यान्टहरू यहाँ पसलमा भएको जति जिन्सको हाफ प्यान्ट चाहिँ, जिन्सको हाफ प्यान्ट त्यही हो। 1 2 3 4वटा।
अगाडिको लाइन चाहिँ यो मोजाको बक्सा भइगयो। अब यहाँ त यसो हेर्नु पनि थाहा हुन्छ। यो छ छाताहरू, यो झोलाको यसको साइजहरू यहीँभित्र छ जति छ। अनि यहाँ रेनकोट यसो प्लास्टिकमा राखेका छौँ, प्लास्टिकमा बाँधेर रेनकोटहरू यसरी डब्बाको माथि। अनि यो चाहिँ मोजाहरूको हो, अस्ति मोजा टन्ने पठाउनु भएको थियो, यो सबै मोजा हो। यो पोबियोको ब्याग हो, यसको भित्र नि ब्याग नै छ, योभन्दा ठुलो साइज छ होला यसभित्र। यहाँ टावेलहरू भइगयो। अनि यहाँ 2टा लाइन क्याप भइगयो, यसरी रहेछ क्याप। यो हटाउनु पर्ने खासमा, यो पनि मिलाउनु पर्ने। अब बिहान आउँदा चाहिँ ब्लोवर सागरकोमा लिएर आऊ सागरकोबाट बिहान आउँदा। अनि बिहान यता धुलो उडाऊ बाटोमा, पहिला बाटोमा जहिले उडाऊ, नत्र धुलो पुरा पसल भइ आउँछ। त्यहाँ लगाउने हो, त्यहाँ लगाएर धुलो जहिले बाटोमा चाहिँ उडाऊ, बाटोमा उडाऊ, पसलमा पनि धुलो उडाऊ। अनि भित्र आउँदैन धुलो। अनि भरे जाँदाखेरि फेरि पुऱ्याइदिनुपर्छ सागरलाई। अनि मोप राख्ने ठाउँ चाहिँ यही हो, यही पसल बाहिर यसो अडाएर। अनि मप धुने ठाउँ चाहिँ यहाँ पछाडि छ है, यहाँ पछाडि आउने, यहाँ पहिलो गेटभित्र छिर्ने, अनि एक तल्ला माथि चढ्ने। अनि ठ्याक्क यो अगाडिकै एक तल्ला माथि चढेपछि अगाडिकै यहाँ माथि छ गेटको, यहाँ माथि हुन्छ प्लग, यहाँ आउने। अनि यो धाराबाट धुने, यहाँ मप यहीँ धुने। पानी पऱ्यो भने रेनकोट झुन्डाउने ठाउँ यहाँ ग्रिडमा, यस्तो ह्याङ्गरमा राख्ने, यहाँ ग्रिडमा हाल्दैन। यत्तरी यो चाहिँ भन्दा बिर्छु, यो चाहिँ 3250 को यो मैला जस्तो ब्यागी ट्र्याकहरू, यही बन्डल हो, अरू कहीँ छैन। अरू सब यहाँ र यहाँ खुल्लामा हो, यहाँ खुल्लामा ट्र्याकहरू छ। अनि यहाँ छ। अनि यो झोला छ, यो झोलामा चाहिँ त्यही महँगो खाले कट्टुहरू छ, पुरै झोलै छ। यो झोलाको यो प्लास्टिकमा प्याक गर्दै त्यो यसको ओरिजिनल ठाउँ यहाँ मुनि राखिदिउँला भनेको भ्याएको छैन, त्यसले यो झोलामा छ। यो झोलामा यहीँ राखिदिन्छु, यतैतिर प्याक गर्दा हुन्छ, प्याक गरेर त्यहाँनिर राख्दा हुन्छ, एउटा प्लास्टिकमा एउटा प्याक गर्दा। अनि अब लास्ट कुरो यो, अब यो 2टा झोला चाहिँ छ, यो चाहिँ सेल्सको जुत्ता है। यो सेलको जुत्ता यहाँ बाहिर एउटा ठुलो कार्टुन ल्याएर यहीँ बाहिर राखिदिँदा नि फरक पर्दैन। यहाँ बाहिर ल्याएर त्यो सेल्सको जुत्ता त्यहाँ खनाएर सेलमा बेचिदिँदा हुन्छ। 500-1000 कति आउँछ यस जुत्ताको। अनि अब मैले त हरिबाकोमा छ कि आज गरौँ भनेको, आज भेटेन डब्बै, कसकोबाट भेट्छ। अनि यो चाहिँ सेल्सको सामानहरू, टी सर्टहरू। अस्ति यो नयाँ यहाँ राखेको थिएँ, यहाँ नयाँ जुत्ता आएर यो बोरामा हालेको, यतिको छ। यो पनि यहाँबाट यहाँ माथि थप राखेर बेच्ने गरेको छु मैले चाहिँ। बिहान आज राति भइसक्यो ल। यही त लास्ट कुरा। सकिया सामानहरू पसलमा खासै त सकिया छैन। कटन प्यान्ट पनि यो हरियो कलर र खैरो कलरमा छ। यो सेतो कलरमा नि आएको थियो यसको कटनको, कस्तो यस्तो कलर र अझ एउटा सेतो कलर नि आएको थियो। सेतो कलर चाहिँ सकियो सबै। यो खैरो पनि अब 30 साइजको छैन। अनि अब के भने यो सुज र स्ट्रेट फिट त अहिले छ। ब्यागीमा ब्ल्याक वास सकिरहेछ। अनि एउटा हरियो वास आएको थियो 30 साइजसम्म, त्यो त टोटली सक्यो हरियो वास। अलि लाइट हरियो वास। खैरोको पनि साइज छैन, स्काई अहिले छ भनौँ। अनि यो ब्याक प्रिन्टको नि साइज त छ भने तिमीलाई यहाँनिर, तर एक्सेल साइज खासै छैन है। यो डबल एक्सेल देखिन्छ, डबल एक्सेलले नै अब सानो भन्दै बेच्ने। अब भन्नुपर्ने यिनीहरू चाहिँ राम्रो टी सर्टहरूको लाइन। यो कार्डिगन ठुल्ठुलो मात्र छ। यो ज्याकेटहरूको लाइन। यो चाहिँ भिन्टेज टी सर्टहरूको लाइन। यहाँ प्लेन टी सर्ट फ्रन्ट प्रिन्ट टी सर्टहरू छ। डुअल डेनिमको नि यहीँ पछाडि छ। अनि यो चाहिँ नेकेडको लाइन मात्र हो। नेकेडको पनि छ, डुअल डेनिमको यो 1500 सम्म बेच्ने नमङ्गो खाले पनि छ यहाँ।
यो चाहिँ ब्याक प्रिन्ट लाइन हो। ब्याक प्रिन्ट लाइन यहाँ चाहिँ गेकियोको आउटर लाइन, यो गिअप जिन्स भन्ने यो ज्याकेटको लाइन हो। यो चाहिँ कलर सब छ यहीँ। यो स्लिप भेस्टको लाइन हो, स्पोर्टी पनि छ, कटन पनि छ। अनि यहाँ पछाडि हाफ ज्याकेट पनि रहेछ। अब यो चाहिँ साइज कट टी सर्टहरू अब खासै सकिरहेछ, ह्याङ्गर नै सकिरहेछ तलबाट ल्याएर। त्यो पुरानो टी सर्ट झुन्डाउनुपर्छ यहाँ। अनि यहाँ चाहिँ कलर टी सर्ट, यो पनि साइज कट कलर टी सर्ट हो। यो चाहिँ यो सबै यहाँ ठुलो साइजको ओभर साइज कलर टी सर्ट छ, यहाँ सानो साइजको कलर टी सर्ट। अनि यहाँ चाहिँ नयाँ के भन्ने यो कलर टी सर्टहरू छ नयाँ यो भयो। अनि यस्तो यो 21-50 खाले, यो पोलोको 28-50 खाले, यसको साइजहरू चाहिँ यहाँ छ। अनि यो लाइन पनि हाफ सर्टहरू पनि प्रायः साइज छैन यिनीहरूको। यहाँ ह्याङ्गिङ गर्न पनि खासै ह्याङ्गर छैन, ह्याङ्गिङ गर्न नि बाँकी छ हाफ सर्टहरू। यो चाहिँ एक पिस बेच्यो, अब यसको 3 पिस मात्र छ। यो चाहिँ 28-50 खाले, एउटा यहाँ अनि 2वटा त्यहाँनिर। अनि यो चिनोज हाफ सर्ट भइगयो, चिनोज हाफ सर्ट। यसको मैले भने जस्तो चिनोज हाफ सर्ट र फुल सर्ट प्रिन्ट होस् या के अरे प्रिन्ट नहोस्, चेक होस् या सब होस्, चिनोजको सबै यहाँ छ, सबै माथि लाइन। अब फर्मल सर्टहरू पनि यहीँ मिक्स छ, सर्टहरू प्रायः यहाँ पछाडि चाहिँ, यसको पछाडि चाहिँ यो सेलको सर्टहरू छ, यो 2-3वटा। अनि यो इनरहरू भइगयो, इनर र स्वेट सर्ट यहाँ मिक्स छ फुल बाउले। यहाँ जिन्स ज्याकेटहरू, यहाँ डबल साइड लाउने, यहाँ सिङ्गल बेन्सिटर, यहाँ यस्तो यो नयाँ हो। अरू सब सेलका, जस्तो सेल भन्दा नि कटाउने सामानहरू हुन्। यिनीहरू पनि ठुलो साइज कटाउने सामान। यो किसे अगाडि यसो राम्रो टेन्सन राखिदिएको। यो सेलको सामानको बोरा चाहिँ यहीँ गोदामभित्र राखिदिन्छु, त्यो सामानलाई यहाँ पट्याएर राख्न मिल्छ। अनि यो पनि खाली हुन्छ, गोदामै चट्ट देखिन्छ। अरू केही छैन भन्न। बाई बाई।